नेपाल सरकारले सर्च कमिटी जस्तो अहिले हाम्रो प्रतिस्थापन ऐनबाट सहकारी ऐनमा संशोधन भएको छ त्यो बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पदेन सदस्यहरू बाहेक 3 जना हाम्रो पद हुन्छ एउटा अध्यक्ष विज्ञ सदस्य र एकजना चार्टर एकाउन्ट 3 जनाको चाहिँ अब सर्च कमिटी मन्त्रालयले सर्च कमिटी बनाएर अनि सर्च कमिटीले बैठक बसेर नेपाल सरकार समक्ष सिफारिस गर्छ त्यसपछि त्यो सिफारिसको आधारमा 3 जना पदाधिकारी चयन हुनुहुन्छ हाललाई चाहिँ सर्च कमिटीको प्रक्रिया पुरा हुन लागेको छ अब सर्च कमिटीले आफ्नो कार्य सम्पन्न गरेर विभिन्न मिटिङहरू गरेर छनौटको आधारमा सार्वजनिक सूचना आह्वान गर्छ छनौटको आधारमा तपाईको अब बढीमा 1 महिना भित्रमा यो प्रक्रिया टुङ्गिएर प्राधिकरणको गठन चाहिँ पूर्ण हुन्छ अहिलेको लागि त अब हाम्रो मन्त्रालयको सचिवले अध्यक्षको रूपमा पदभाली हुनुभएको छ उहाँ अनि प्राधिकरणको बैठक बस्न र निर्णय गर्नलाई चाहिँ फेरि हाम्रो अब अहिले कोरम चाहिँ पुगेको छ प्राधिकरणको कामको सन्दर्भमा अब हामीले लगत्तै दर्ताको कार्यविधि हामी कहाँ बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरू दर्ता हुन आउनुपर्छ त्यो दर्ताको लागि कार्यविधि बनाउने र सँगसँगै सिस्टम डेभलपमेन्टको कामहरू गर्दैछौँ अनि अब राष्ट्र बैंकको पनि बचत ऋण सहकारीहरूको सन्दर्भमा सञ्चालनको मापदण्ड जारी भएकोले अब राष्ट्र बैंकको आधारलाई त्यो मापदण्डलाई आधार मानेर राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि जेठ महिनाभित्रमा चाहिँ सहकारी सञ्चालन बचत ऋणका मुख्य कारोबार गर्ने सहकारीहरूको सञ्चालनको मापदण्डहरू बन्दैछ अब सम्भवतः अब अर्को महिनासम्म त्यो मापदण्ड जारी हुन्छ त्यसपछि अब बाँकी हाम्रो आन्तरिक व्यवस्थापनको कार्यहरू विभिन्न ऐन नीति नियम मापदण्डहरूको निर्माणको कार्यहरू अनि त्यसपछि हामीसँग अरु भइरहेका कर्मचारी व्यवस्थापनका ओएनएम सर्वेका कुराहरू सम्पत्ति व्यवस्थापनका काम क्रियाकलापहरू सम्पूर्ण भइरहेछ उजुरी र गुनासो सम्बन्धमा चाहिँ अहिले हामीले नागरिक सहायता कक्ष र गुनासो सुनवाई कक्ष निर्माण गरेका छौँ अब हाम्रो सरम्यामहरूलाई त्यसमा तोकिएको पनि छ अनि हामीले उजुरीहरू ग्रहण गरिरहेछौँ उजुरीहरू स्क्रुटनिङ गर्ने कामहरू उजुरीहरूमा अब कन्सल्टेसन गर्ने कामहरू भइरहेछ अब उजुरीको आधारमा हामी कारबाहीको प्रक्रियामा चाहिँ अब ओएनएम मार्फत अस्थायी ओएनएम मार्फत कर्मचारी फुलफिल भइसके पछाडि चाहिँ टिम बनाएरै खटाउने कि अथवा विषयवस्तुको ग्राभिटी हेरेर दुई पक्ष नै ल्याएर अब उहाँहरूलाई एउटा आर्बिट्रेसनमा अथवा उहाँहरूलाई अवस्था के छ भनेर समाधानतिर जाने कि भन्ने चाहिँ अब निर्णय हुँदैछ त्यसको लागि पनि हामी अब चाँडै नै त्यसको प्रक्रिया टुङ्ग्याउँछौँ र हामी कहाँ उजुरी दर्ता भएर हामीले उजुरी सङ्कलन गरेर राखि चाहिँ राख्छौँ उजुरीको सन्दर्भमा हामीले सार्वजनिक सूचना गर्नु परेन ऐनले व्यवस्था गरिसकेपछि उजुरी बचत ऋणको सहकारीको सन्दर्भमा यदि बचत फिर्ता नभएको सहकारीले रेस्पोन्स नगरेको अथवा कोही व्यक्तिले ऋण पनि नतिरिरहेको छ इभन सहकारीलाई पनि समस्या हुन्छ नि त सहकारीलाई ऋण नउठेर समस्या भइरहेछ भने चाहिँ उहाँहरूले हामी कहाँ आएर कानुनी प्रक्रियाको आधारमा उजुरी गुनासो एवं अब अन्य कानुनी आधारको आधारमा मुद्दा नै दायर गर्न सक्नुहुन्छ हामीले अब त्यसको लागि कारबाही किनाराको प्रक्रिया चाहिँ हामी सुरु गर्दैछौँ गर्ने प्रक्रियामै छौँ हैन त्यो भन्दाखेरि अब उजुरीको सन्दर्भमा हेल्प डेस्कले सुरुमा एड्रेस गर्छ अब कतिपय अब अलि जटिल विषय हो भने म कहाँ पनि आइरहेछ हामी अध्यक्षज्यू कहाँ पनि लान्छौँ हैन त्यो कारण अब सहकारीबाट बचत फिर्ता नपाएर समस्यामा पर्नु भएका अथवा हजुरको सहकारीहरूले पनि कुनै कारणवश बचत फिर्ता गर्न नसकेको अथवा ऋण असुली नभएको सन्दर्भमा चाहिँ हामीले उजुरीहरू ग्रहण गरेर दर्ता गरिरहेछौँ र त्यसको कारबाही किनार पनि प्रक्रिया अब सम्भवतः निकै चाँडै सुरु हुन्छ यस्तो भयो हामी अब प्राधिकरणको मापदण्ड चाहिँ एकल रूपमा प्राधिकरणले मात्रै निर्णय गरेर जारी गर्ने भन्ने कुरै होइन अब हामी सबैसँग कन्सल्टेसन गरेर नै मापदण्डहरू जारी गर्दा अथवा प्राधिकरणले बनाउने नीति कानुनहरू अथवा भनौँ अब हामीले जारी गर्ने क्षेत्राधिकार भएको चाहिँ प्राय मापदण्डै हो मापदण्डहरू कन्सल्टेसनकै आधारमा बनाउँछौँ त्यो कारण हामीले राष्ट्रिय सहकारी महासङ्घ र महासङ्घ अन्तर्गतका निकाय अनि नेप्सकुन अन्तर्गतका निकाय हाम्रो मुख्य स्टेक होल्डर भयो त्यो बाहेक अन्य सहकारी अभियानसँग सम्बन्ध सरकारवालाहरू मन्त्रालय अनि त्यस पछाडि अन्य विभाग अन्य निकायहरूसँग सहकार्य र समन्वय गरि नै रहेछौँ निरन्तर छलफलमै छौँ हाम्रो मापदण्ड निर्धारण कमिटीमा अब इभन स्टेक होल्डरको पनि प्रतिनिधित्व गरेर हामीले कमिटी बनाएका छौँ विभागीय प्रतिनिधित्व रजिस्ट्रार साहब सहितको कमिटीहरू बनाएको छ हैन त्यो कारण अब हामीले सरकारवालासँग निरन्तर सम्पर्क त्यसपछि सञ्चारमै छौँ उहाँहरूसँग फिडब्याक लिने अनि त्यसपछि उहाँहरूको सुझावहरूलाई ग्रहण गर्ने कामहरू भइ नै रहेछ अब तैपनि सबै कुराहरू एकैचोटि एड्रेस नहुन सक्छ अथवा भोलि मापदण्ड जारी भइसकेपछि नि समस्याहरू हुन्छ त्यो समस्याहरू भइरहँदा पनि हामीले त्यसलाई के भने ओपन छौँ कि किनभने स्टेक होल्डर त अब जसको लागि मापदण्ड बनाउने हो
उनीहरूलाई पनि त त्यो मापदण्डलाई कार्यान्वयन योग्य त बनाउनु पर्यो होइन। त्यो कारण हामी त्यसमा एकदम एक्टिभली नै लागिरहेछौँ। अब विभिन्न प्लेटफर्महरूमा विभिन्न कार्यक्रमहरूमा प्राप्त भएका सुझाव फिडब्याक अनि प्राथमिक बचत ऋण सहकारी सङ्घ बचत ऋण संस्था होइन बचत ऋणको सहकारी संस्था अथवा सङ्घ महासङ्घहरू उहाँहरूले पनि विभिन्न किसिमको लेभलको सुझावहरू दिनुभएको छ। हामी यहाँ दर्ता गरेर पनि जानुभएको छ। त्यो सबैले अब कार्यालयलाई त्यसले आधार मानेरै अगाडि बढाएको छ।